सुनारज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन यस क्षेत्रकै समाजसेवी तथा भानु माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री शमसुद्दोहा खाज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आज सम्पन्न भएको खेलमा अमूल्य भूमिका निर्वाह गर्नुहुने दुईजना एम्पायर मुकेश खानज्यूलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिकै रूपमा अर्का एम्पायर दाउद खानज्यूलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण खेलाडी, दर्शक, महानुभाव, अन्य व्यक्तित्वहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र कार्यक्रमलाई म छोटो बनाउने प्रयत्न गरिरहेको छु। अब हाम्रो कार्यक्रम रहेको छ खादा र माला वितरण गर्ने र यो खादा र माला वितरण गरिदिनु हुनका लागि म आयोजकका दुईजना भाइहरूलाई हार्दिक अनुरोध गर्दछु। दुईजना आइदिनु पर्यो, अतिथिहरूलाई खादा लगाइदिनु पर्यो। अरे वाह, काली हमारा डाल दीस तालिया त्यसै गरी हजार का पहिला हजार का त्यसै गरी म अतिथिहरूको आसन ग्रहण गर्ने कार्यलाई पुनः जोड्न चाहन्छु र हाम्रा भाइ जो युवाहरूको अगुवा हुनुहुन्छ, युवाहरूको तर्फबाट हरेक ठाउँमा आवाज उठाउने प्रयत्न गर्नुहुन्छ नेपालगञ्जवासी श्री साहिल अन्सारीज्यूलाई पनि अतिथिकै रूपमा आसन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी त्यसै गरी अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन इसाक खाज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन अनुहार अलिना चार्ज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन आफीजीलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी कमेन्टेटिभमा अहम भूमिका निर्वाह गर्नुहुने नेपालगञ्ज अथवा यस बाँके जिल्लाकै प्रसिद्ध कमेन्टेटर अन्नाज्यूलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यस प्रतियोगितामा लाइभ प्रसारण गर्ने कार्यमा अमूल्य भूमिका निर्वाह गर्नुहुने रियाज खानज्यूलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी यसै गाउँका शिक्षक श्री भानु माध्यमिक विद्यालयका शिक्षक श्री जियाउल खाज्यूलाई पनि अतिथिकै रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र आजको क्रमलाई म पुनः जानकारी प्राप्त भए अनुसारमा जोड्दै जान्छु। म शीघ्र गतिमा कार्यक्रमलाई बढाउन चाहन्छु। अब यसपछि हाम्रो राष्ट्रिय गानको कार्यक्रम रहेको छ र राष्ट्रिय गानमा यथास्थानमा उभिई शरीक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।